अब आजको हाम्रो यो बिरयानी है, बिरयानी मैले हर हमेसा भन्छु क्वालिटी र क्वान्टिटीमा हर हमेसा ध्यान दिनुपर्छ। अनि मेन चिज यसको गार्निसिङ। पहिले मान्छेले देख्दा बित्तिकै के हो भने खानाले आँखाले खानुपर्छ, वाउ नाइस फुड भन्छ कि पहिला देख्दा बित्तिकै। त्यही भएर यो क्वालिटी क्वान्टिटी गार्निसिङ यी सबै चिजहरू मिल्नुपर्ने हो है। दिने बेलामा हामीले के गरेर दिन्छ, एकै बेला यति भरेर दिइन्छ होइन। आधी मान्छेले खान्छ, आधी फालिदिन्छ। आधी खाँदाखेरि कस्तो छ भने मिठो हुन्छ, मिठो मानेर खान्छ, अनि धेरै हुन्छ, पेट भरिँदै आउँछ, अनि मिठो हुँदैन। त्यही भएर क्वालिटी र क्वान्टिटीमा बहुत ध्यान दिनुपर्छ। देख न इटालियन विदेशी फुडहरूमा कस्तो हुन्छ भने यत्रो प्लेट हुन्छ, थोरै दिएको हुन्छ, अनि त्यो ट्याक्क खाँदाखेरि आहा कति मिठो छ भन्दै हामीले पनि हेरिन्छ। त्यही भएर यी चिजहरूलाई बहुत ध्यान दिनुपर्छ यो क्वान्टिटीलाई होइन। अनि ओभर गार्निसिङ पनि कहिले गर्नु हुन्छ, जस्तो हामीले दिन सकिन्छ नि त्यति मात्र गर्ने। त्योभन्दा बढी ओभर गरियो भने कस्तो हुन्छ भने पिटीको बेलामा दिन सकिँदैन। मेनुमा राखेको छ फुलबुट्टा भरेर सजाएर राखेको छ, दिने बेलामा हामीले सकिएन भने त्यो मिठो भए पनि त्यो खाना मिठो हुँदैन क्या। किन भन्दाखेरि मान्छेहरूले त फोटो हेरेर मगाएको हुन्छ नि है। त्यो भएर हामीले खाना लाँदा बित्तिकै उसले मेनु खोलेर हेर्छ। त्यो भएको भएर यी चिजहरूमा ध्यान दिनुपर्छ। अन्त बनाउँदाखेरि पनि यस्तै बनाउनु, अरूले कसरी गर्छन् अन्त कसरी गर्छन् भन्ने हामीले यहाँ यसरी गराइन्छ। यो हाम्रो लागि मात्र सेचुमे हो है त। हस्।